एभ्रिवान, स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा। अनि आजको भिडियो खास केही हुने छैन न, हामी बारीमा काम गरेको मैले देखाएँ हैन। अनि बारीमा काम गरिसकेपछि आलु खनिसक्यौँ। आलु त्यहाँ राखेछौँ, हामी आज माइत घर आछौँ कि। अनि आलु हामी यहाँ खनेर यति नै थियो, थोरै थियो। प्याजहरू गोड्यौँ। अनि प्याज गरेपछि नास्ता खाने भनेछौँ। हामी नास्ता खाएर हामी नास्ता के को खानेछौँ अनि अरू देखाउने छु है त साथीहरू। मैले पानीपुरी फुटाउँदैछ साथीहरू, म खाँदैछु। एउटा म खाइहाल्छु। मिठो छ। यस्तो पानीपुरी फुटाउँदैछु मैले। अहिले खाएको भिडियो पनि म राख्नेछु, हेर्नुलाई त साथीहरू। हामी नास्ता खान लाग्छौँ। पानीपुरी, हाम्रो नास्ता पानीपुरी हो। यो थोरै चाउचाउ छ। अनि यो हाम्रो लड्डु, उसको के अरे आलुको लड्डु, सलाद, पानीपुरीको झोल। हामी तीनजना बसेछौँ। एउटा यो बसेछ। स्वागत छ मेरो भिडियोमा। हाई। त्यति हो त। अनि बुहारी, हाम्रो बुहारी नानी छन्। हाम्रो आमा उतातिर हुनुहुन्छ, नानी हेर्दै, हामीले खाँदै, अनि आमाले नानी हेर्दै हामीलाई हेर्दै। ल खाऊ छिटो। अनि त्यहाँ राख्नु न। म राख्दैन के, अब यस्तै खाने हो, नराखिकन। म खाँदैछु। यो खानु न दिदी। ओहो, के गर्नु त्यस्तो डराउनु। साथीहरू, यसरी खाएँ ल भन्नु। पिरो हात तर्कायो त, बहुत पिरो। सेकेन्ड बाइट साथीहरू। यता खान्छ कि त पिरो छ साथीहरू। अर्ग्यानिक लड्डु। मिठो खा। यसमा त्यो लड्डु के मिसायो थाहा? हरेक थरी मिसाएर आमाले बनाएको। आउनु भयो, यताबाट जान्छु। वहाँ छ तेरो मिठो भयो नि। यो मेरो मिठो छ। त्यही हो कि त्यही हो। त्यो उहाँ हाम्रो साहु आएर खान लाग्छ। खा कि यही खा। ओहो, भ्यासमै पिरो रहेछ नि यो लड्डुटा। के हो, म कस्तै गरिरहेको छु। अहिले हाल्नु होला फेरि त्यस्तै नबोल क्या। तैँले एकचोटि खा त ल। वाह वाह, कस्तो खानेछु। अटाउने रहेछ त्यही मुखमा पनि, यत्रो मन अटाउने रहेछ। हजुर, हात पनि यस्तो रहेछ गर्दै खाँदै। बेला बेलामा यो पनि खानुपर्छ अरे क्या साथीहरू। यो के हो यो?
कौन पुगले काटेको सलाद हो यो मैले काटेको ल हामी खान्छौँ त्यसपछि हामी भेटौँला साथीहरू आज रात पनि परिसक्यो नास्ता खाँदा खाँदा अनि भिडियो गर्न पनि बिर्सेछौँ कस्तो लाग्यो मेरो भिडियोमा खाँदा पानीपुरी मिठो लाग्यो नि मिठो लाग्यो एकदमै खाने बेलामा त अब रात परिसक्यो अब घरतिर कुद्ने हो अनि त्यसपछि सुत्ने हो ए त्यति पानीपुरी खाएर सुत्ने भन्छ अहिले त मलाई त आज भोकै लाग्छ कि एउटा यो भर्खर आछि यो पनि भर्खर आछि रिसिया छन् यिनीहरू त उसामा बसेछन् अठच्च परेछन् हुन्छ साथीहरू आज पानीपुरी खाना त एकदमै मिठो भयो साथीहरू तपाईहरुले पनि खाने भएपछि आउनु होला हस् हस् भनिदिनुहोस् साथीहरू अनि यो दिदीको भिडियोमा लाइक कमेन्ट सब्स्क्राइब सबै गरिदिनु होला एकदमै यसले दिनदिनै एकदमै मेहनत गरेको छ साथीहरू एकदमै सपोर्ट गर्नु होला यसलाई धेरै माथि पुर्याइदिनु होला हो यतिको चाहिँ हुनुपर्छ है बहिनी भनेको चाहिँ यतिको हुनुपर्छ हुन्छ साथीहरू रात परिसक्यो अब खाना पकाउने हो खाने हो सुत्ने हो म भिडियो बनाउन ल फेरि भोलिको भिडियोमा भेटौँला आज बाई 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 भन्न छिटो छिटो कोहीले पनि भन्दैनन् बाई बाई त खुसीले मात्र त्यस्तो गर्छ